काठमाडौँको सेतो पुल नजिकै शान्त र आध्यात्मिक काखमा अवस्थित हुनुहुन्छ श्री रुद्रविनायक गणेश, जसलाई हामी श्रद्धाका साथ सेतो गणेश भनेर पनि चिन्दछौँ। रुद्रको शक्ति र विनायकको शान्ति एउटै ठाउँमा महसुस गर्न सकिने यो मन्दिरमा श्वेत वर्णको गणेश मूर्तिले हामीलाई पवित्रता र धैर्यको सन्देश दिइरहेको भान हुन्छ। विशेष गरी मङ्गलबार र शनिबार यहाँ भक्तजनहरूको ठुलो घुइँचो लाग्ने गर्दछ। आफ्नो नयाँ कार्यको सफलता होस् या मनको शान्ति, रुद्रविनायकको शरणमा आउने जो कोही खाली हात फर्किनु पर्दैन। आउनुहोस् यो भिडियो मार्फत घरै बसी बसी श्री रुद्रविनायक गणेशको दर्शन गरौँ। भगवान गणेशको आशीर्वाद तपाईँ हामी सबैमा बनिरहोस्। जय गणेश। सधैँ मुस्कुराउनुहोस् र भगवानमा आस्था राख्नुहोस्, किनकि उहाँको कृपा सधैँ हामीसँग छ।